गुड मर्निङ मेरो साथीहरू। आज चाहिँ 6 बज्यो है, भर्खर उठ्यो। अब एकछिन मेडिटेसन गरिन्छ, त्यसपछि अरू कामहरू गर्नुपर्ने छ है। त्यो कामहरू आज दिनभरिको मेरो कामहरूको भिडियो भ्लग फेरि म तपाईँलाई देखाउन चाहन्छु है। अब पहिला मेडिटेसन गरिसकेँ। अब यसो ब्ल्याक टी के खानुपर्छ है, भाँडा पनि दिएको छैन। यसो ब्ल्याक टी खानु पर्यो है, त्यसपछि बढार गर्नु पर्यो। कुखुरा चिया पाक्दाखेरि अर्को काम गरिहाल्नु पर्यो। मेरो चिया पाक्यो है, पाक्दाखेरि अर्को काम गरेँ। अब यो पाकिसकेछ है, अब फेरि यो सेलाउन लाग्नु पर्यो। यो सेलाइन्जेलसम्म फेरि अर्को काम भ्याउनु पर्यो है। फेरि एकचोटि माथि टपमा पानी लिएर जानु पर्यो। घटे फेरि घटेर आएछ। यो बरन्डातिर पनि फेरि बढाउनु पर्यो। यो कहाँ धुलोबाट यो बरन्डा पनि कति मैला हुने हो, कति मैला हुने हो। बिहान कसेर बढाउँदाखेरि माथिदेखि तलसम्मै बढाउनुपर्छ। हेर्नु न कति धेरै यो हावाले ल्याउँछ जहिले तैले। अहिले एकदमै हावा चलिरहेछ है, पानी भन्दा पनि हावा बढी चल्छ। कसेर बढार्ने काम सिद्धियो है। अब चाहिँ मेरो चिया पनि सेलायो होला। चिया सेलाएर चिया खाएर कुखुराको धन्दा फेरि गर्नकै तल झर्नु पर्यो। चिया सेलायो होला अहिले त। सेलाएछ, बेसकरी तितो भएछ। बिस्तारै खायो भने टाइम पुग्दैन, त्यही भएर अलि मन तातो गऱ्यो, सर्ट खायो। अब फेरि तल झर्नुपर्ने। अब चाहिँ कुखुराको लागि तल कुखुराको यो अलिअलि चारोहरू लगेर दिनुपर्ने छ। अनि ओहो, यो मिसिनमा लुगा पनि हाल्नुपर्ने छ, तर मैले सरफ सिद्धिएर हालेको छैन। अब सरफ पनि किनेर ल्याउनु पर्ने रहेछ। अब जाँदाखेरि काम गर्दै गर्दै जानुपर्छ, आउँदाखेरि पनि काम गर्दै गर्दै आउनुपर्छ। फेरि आउँदाखेरि पुज्दै आउनु पर्यो सिउँडीहरू है।
ल एहे पानी तानेको थिएँ, पानी भरेको छु कि छैन हौ, कि भरे कि आऊ फेरि गएर हेर्नुपर्ने रहेछ। यो पानी पनि कतिचोटि माथि आउनुपर्छ। यहाँ चढ्न नसकेर यहाँ सिउँडी पनि मैले बनाउन आएको छु। यहाँ मेरो पानी कस्तो छ, आएको छ कि छैन? अरे पानी त आएको छैन रहेछ। हेत्तेरीको मैले पानी तानेँ, के गर्ने त अब। यहाँ रहेछ, यहाँ खुला गर्नै बिर्सेछु है, धेरै पानी माथि आएन। कुखुराको धन्दा सिद्धियो है। अब अलिकति एक दुईवटा अन्डा अन्डा लगेर अन्डा खानु पर्यो। अन्डा पनि धुलै रहेछ। सानो सानो चाहिँ खानु पर्छ, ठुलो चाहिँ यसो यो सुली, कुखुराको सुली निकालेको यो चाहिँ मैले यसो मेरो जग्गामा हाल्छु है। त्यहाँ मल थुपारेर त्यहाँ राखेको छु, तर यो चाहिँ अहिले यतैतिर छर्नु पर्यो। अनि यहाँ पिँडालुहरू रोपेको छु होइन, त्यही भएर लु कतिको हुन्छ। अहिले चाहिँ यही पिँडालुमा डाइरेक्ट हालिदिएको है। मेरो खोरहरू पनि छोडेछु। मेरो कुखुराको खोरमा धन्दा पस्न लागेको है। अनि कुखुराको खोरमा धन्दा गर्दाखेरि चाहिँ मेरो ड्रेस यस्तो छ। यसो टोपी लाउने, ग्लोभ्स पनि भित्र छ, ग्लोभ्स लाउने। अनि मेरो यो गम्बुट छ, गम्बुट पनि लाउँछु है। ल हेर्नुहोस् मेरो गम्बुट किन हल्ला गर्छ? चुप सिद्धो। फेरि यो पनि, यो मेरो ब्याग पनि धुएर गइहाल्नु पर्यो। झोला पनि धुएर सुकाइयो है। यहाँ तलको काम सिद्धो। अब चाहिँ यो लगेर फेरि पुस्दै जानुपर्ने छ माथि। ल यिनीहरू पनि सबै पुस्न भ्याउनु पर्यो। यहाँ धुलो सिउँडीतिरको है। यो फुल मुनि चाहिँ नि ल पुज्ने काम बल्ल सिद्धियो। यही नै पुजपास सबै सिद्धाए कामहरू। अनि 11:50 हुन लागेछ है। अब चाहिँ पहिला मिठो कफी खान्छु है। यहाँ उम्लिँदैछ, सक्खर हालेर है, हल्का हालेर। अनि अब मजाले मिठो चिया खान्छु। त्यसपछि अनि एउटा रोटी पकाएर खाएर हिँड्नु पर्यो भनेर यहाँ हेर्नुहोस् है। यो चाहिँ फापरको पिठो अघि नै घोलिसकेको छु। यो चाहिँ बेसार, यो सबै आफ्नै रेसिपी है। बेसार अनि कागती नुन हाले। अनि त्यसपछि यो अलि 2टा अन्डा, लोकल अन्डा हाल्छु। त्यसपछि यो पुदिना अनि लसुन यति मात्रै हालेर अनि रोटी पकाएर अनि रोटीमाथि चाहिँ नि अनि हालेर अनि म खान्छु। अब चाहिँ चिया खानु पर्यो। मिठो चिया खानु मन लाग्यो, कफी खानु मन लाग्यो। पहिला कफी खान्छु, त्यसपछि एउटा रोटी बनाएर खाएर हिँड्छु। सपिङ जानुपर्ने छ फेरि। बाहिरका बस्ने हाम्रो भाइ बुहारीहरू
समयमा के किनेर पठाउनु पर्नेछ। हिजो पनि किन्न गयो, आज चाहिँ नि फेरि एउटा साडी अनि लखमरी किनेर प्याक गरिदिनु पर्ने अरे भन्ने खबर आयो है। अब चिया खान्छु, कफी पहिला एकछिन आराम पनि गर्छु। अब चाहिँ रोटी पोल्न सुरु गरेँ है। यो तेल चाहिँ झुसिल तिलको तेल हो है। यो चाहिँ गाउँबाट मेरो आन्टीले पठाइदिनु भएको। कहिले काहीँ यसरी खाँदा मिठो हुन्छ, यसो गर्नु हो है। अनि अब खसरी पो हाल्ने। ल यसरी लु सबै एउटै पोले। अब यसो गर्ने, त्यसपछि यसो छोप्ने। यो सबै आफ्नै रेसिपी, आफ्नै तरिका। ल यो रोटी अलिक पाकिसकेपछि नपल्टाइकन माथिदेखि यसरी हालेको छु मैले है। अब यो एकछिन फेरि छोप्नुपर्छ, छोप्ने, त्यसपछि फेरि यो बाँकी भएको हाल्नुपर्छ अर्कोपट्टि चाहिँ नि। ल रोटी पाक्यो हजुर। अब चाहिँ खाने सुरु गर्ने। छेउदेखि सुरु गर्ने अनि लास्टमा सिद्ध्याउने। मिठो चाहिँ मिठै होला। मिठो ल। यो खाइसकेपछि अनि फेरि तुरुन्तै बाहिर सपिङ जानु। गाइजहरू अब म चाहिँ हिँडेँ बजार केही सपिङ गर्नको लागि। अब हिँडेँ। कति गाडीलाई हेर्नुहोस्। आज कालो चस्मा लगाएर हिँडेको कस्तो देखेको नि। के बनाउँदैछ यहाँ? बिजुली सर्ट भयो कि नेटको हो कि थाहा भएन। भाइहरूले बनाएको सुन्धारा चाहिँ आइसक्यो है। अब यहाँ सुन्धारा सुनको धारा छ कि छैन हेर्नुहोस्। राम्रो एउटा स्ट्याचु छ हेर्नुहोस्। सिन चाहिँ अलिकति राम्रो देखेको छ है, ब्राइट छ है। अहिले पानी परेको छैन। ल हेर्नुहोस् सुनको धारा जस्तै छ है, तर सुनको चाहिँ होइन। कृष्ण मन्दिर आइपुग्यो। ल हेर्नुहोस् यहाँ एउटा बुद्धको मन्दिर छ है, मूर्ति छ हेर्नुहोस्। अब चाहिँ कृष्ण मन्दिर पुग्यो। ल कृष्ण मन्दिर चाहिँ ठ्याक्कै यही हो है हेर्नुहोस्। अब यो चाहिँ यो अब यहाँबाट चाहिँ हेर्नुहोस् है, यहाँको यो चाहिँ कृष्ण मन्दिर हो। अब यहाँबाट चाहिँ म सपिङ गर्ने ठाउँ चाहिँ यता लाग्छु। अब यो लगनखेल जाने बाटोमा म सपिङ गर्ने ठाउँ चाहिँ पुग्न लागिरहेछ है। अब यो चाहिँ लगनखेल जाने बाटो हो है। अब कृष्ण मन्दिर छोड्यो, अब चाहिँ लगनखेल जाने बाटो हो। तर अब लगनखेल चाहिँ यता जान्छ है। मैले सपिङ गर्ने लखमरी, मिठो खालको लखमरी पाउने चाहिँ
अब यो भित्र पस्ने हो है। यहाँ पसलै पसल छ है। हाम्रो सधैँ किन्न आएको लखमरीको ठाउँ चाहिँ यहाँ हो है। यहाँ होइन म अर्को पसलमा हो। अर्को पसलमा चाहिँ अलिक मिठो पाइन्छ। यहाँ चाहिँ होइन, यहाँ चाहिँ नै किन्ने हो। कति भिड रहेछ आमा। ल हेर्नुहोस् है, मान्छे अलिकति सेल्ट्यो। दाई साउजी लखमरी सुगर फ्री छ है? कस्तो राम्रो हेर्नु न। यसको नाम चाहिँ के हो? लखमरी सुगर फ्री पाइन्छ है? के अरे सिदिँदैन है? सिदिन्छ ल 2 घन्टा पछि म आउँछु ल। त्यसो भए त्यो सबै डेट सेट सबै लेखिदिन्छ है ल। यो अहिले चाहिँ तातो प्याक गर्न मिल्दैन अरे है। त्यही भएर म चाहिँ अब 2 घन्टा पछि आउनु भनेको छ। म चाहिँ फेरि फर्केर जान्छु। 2 घन्टा पछि फेरि म आउँछु। फेरि दुखाउने भयो मलाई। अब ढाकाको साडी खोज्न जानु पर्यो फेरि। छैन पाएछ होइन। ल सबै यो चाहिँ लगनखेल चोकदेखि उताभित्र। अब यहाँ ढाकाको साडी चाहिँ सोध्नु पर्ला होइन, छ कि छैन हो। हाम्रो साउनीलाई सोध्नु पर्यो। बहिनी यहाँ ढाकाको साडी पाइन्छ? छैन है। ल यहाँ पनि पाइँदैन अरे। अब म यहाँ कहाँ पुग्नुपर्छ थाहा भएन। अहिले चाहिँ यहाँ त मछेन्द्र ल्याएछ। ल हेर्नुहोस् है, मछेन्द्रले आकाश छुयो। सबै पूजा गर्नेहरू हेर्नुहोस्। यो पनि माथिसम्मै पुगेछ ल। ओहो यहाँ टिम्बुर रहेछ, टिम्बुर। लगनखेल बजार आइपुग्यो। हेर्नुहोस् है, लगनखेल बजारको झिलिमिली पसल ल। काफल कसरी दिदी? काफल कति महँगो हो? अब मैले एउटा बिउ पो किन्नु पर्यो, फर्सी र अनि सिमी। साउजीलाई सोधेर, साउजी मलाई अहिले रोप्नुपर्ने सिमी र फर्सी, मुन्टा खाने फर्सी दिनु न मलाई। सिमी अहिले खाने सिमी र फर्सीको मुन्टा ल। कति हो? सिमीलाई 50, फर्सीलाई 270। हजुर। ओ यो मुन्टा खाने? मुन्टा आउँछ। कति महँगो नि यो? छैन, यो स्पेशल हो। हाम्रो ललितपुर जिल्ला अदालत चाहिँ यहाँ हो है। यता हाम्रो बिजुलीको बिल हामी तिर्छौँ यहाँ। म चाहिँ अब लखीपोट जानको लागि अब हिँडेर जान लागिरहेको छु है। अब यही साइडमा, यही साइड हुँदै जानेछु, किनभने गाडीमा चढ्दाखेरि पनि गाह्रो हुन्छ। यहाँ के छ? यहाँ एउटा केही हेर्नु पर्यो है। यस्तो यहाँ बनाएछ है। ल यसो एकछिन पेरा पनि खान पाइने हो यो? ए कस्तो मिठो छ। खै अब टिप्न सकिएन के गर्ने, खानु त मन छ। कसरी खाने होस्, छोडिदिउँ अब। कसरी टिप्ने त? खै त मिठो छ। ए ल टेस्ट गरौँ न त। यहाँ पनि लट्ठी रहेछ नि त फेरि यहाँ पनि है। ल हुन्छ।
यो चाहिँ गर्नु नि के हुँदैन उ लट्ठी ए यहाँ रहेछ ल ल ल ल ल टिप्नुहोस् यहाँ ल अलि पाकेको चाहिँ मिठो हुन्छ क्या ए झऱ्यो झऱ्यो यो चाहिँ टिप्नु ल छोडे ल ल ल धन्यवाद है ल ल धेरै पनि भयो ल ए तर पाकिसकेछ नि त त्यही त भने यो अर्ग्यानिक त हो नि केही नि ए ल सक्नु पर्यो गाउँघरमा फ्रीमा पाउँछ झोला झोलामा ढोकामा राखिदिन्छन् जसले लए पनि है मिठो रहेछ मिठो छ त अर्ग्यानिक फल चाहिँ खान पायो है हेर्नुहोस् है साथीहरू हामी त टिपेर खाइसक्यौँ रुखमा चढेर आरू बेस गरी खायो म पनि खाएर हिँडेँ फेरि आज फेरि म तालछेकेलमै आइपुगेँ आज चाहिँ यो ढाकाको साडी खोज्दै 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 जाँदाखेरि फेरि यहीँ पाउँछ कि भन्ने आशाले आएको छु है छ कि छैन हो बहिनी ढाकाको साडी पाइन्छ यहाँ ए खोज्दा खोज्दा फेरि अलिक राम्रो कम प्राइसको भनेर भन्नुभएको थियो हजुर अहिले चाहिँ हामी यो तालछेकेलको चोक क्रस गर्न पनि धेरै गाह्रो अहिले हरियो बत्ती परेपछि हिँडिरहेको ल यो चाहिँ हेर्नुहोस् है तालछेकेलदेखि सिधा त्यो क्रस गरेपछि सिधा आएपछि यो आर्मी ब्यारेक आइपुगिन्छ होइन यताको यो सिन अलिक राम्रो देखेर है अनि मैले तपाईँहरूलाई देखाउन खोजेको हेर्नुहोस् मेरो लखमरी फेरि फर्केर लिन गएको त्यो बेला त हेर्नु है लगनखेलका बजार खुट्टा राख्ने ठाउँ छैन साउजीले चाहिँ 2 घन्टापछि आउनु भनेर भन्नुभएको थियो मेरो लखमरी फेरि म लिन आएको तातो भएर अब तातोमा प्याक गर्नु हुँदैन रे होइन त्यही भएर चिसिएर आउनुपर्छ भनेर भन्नुभएको थियो त्यही भएर भर्खर आएको खै जोगिदिनु भयो दाइ ए अहिले त भाउ बढेको फेरि होइन होइन त हजुरको त्यो के भन्छ ए चिनी राखेको चाहिँ 700 रुपियाँ चिनी नभएको आशा ए त्यो चाहिँ बढी चर्छ ए मेरो मैले लानुपर्ने लखमरी चाहिँ नि जोग्दै हुनुहुन्छ है यो चिनी नभएको चाहिँ अलिकति महँगो रहेछ है 800 रुपियाँ केजी म चाहिँ 3टा लग्दैछु अब आजको मेरो भिडियो ब्लग पनि आज यही नै अन्त्य गर्छु है अनि यदि हजुरहरूले मन पराउनुहुन्छ लाइक सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हाम्रो साउजीहरूको पनि हेर्नुहोस् हजुर